उनीहरू कति खुसी भयो आमा तपाईँ बोल्नु भने उनीहरू खुसी अब तपाईँ सबैलाई धन्यवाद जसले भिडियो सेयर गरिदिनु भयो तपाईँको सेयरले गर्दा आज यी नानीलाई हामी परिवारमा पुनर्स्थापना गर्दैछौँ यतिखेर झापामा पुगेका छौँ झापा बेलडाँडी उहाँको घर रहेछ हामी कैलालीदेखि झापा दमक एक नानीलाई पुगाउन आएको अनि अहिले हामी दमकको पनि भित्र गाउँमा जाँदैछौँ यो नानीको घर चाहिँ दमक बजारदेखि 10 किलोमिटर भित्र भनेर हामी भित्र जाँदैछौँ उहाँलाई हामीले परिवार मिलनको लागि लिएर आएको आज भने हामी सुदूरपूर्वबाट तपाईँलाई यो भिडियो देखाइरहेका छौँ हामी सुदूरपश्चिमबाट सुदूरपूर्व यतिखेर हामी चुलाचुली गाउँपालिका अन्तर्गतको यो पुल तर्दै अगाडि बढ्दैछौँ पुलमा हामीले बुर्जुकलाई भेटायौँ र नानीलाई चिन्नुहुन्छ भन्दा उहाँको घर अलि अगाडि छ अगाडि बढ्नुहोस् भन्नुभयो हामी यो बाटो चुनौती अठबारोलाई सामना गर्दै हामी उकालो बढ्छौँ र हामी यो उकालो चढ्दै जाँदा उनको घर छेउ आँगनमा पुग्छौँ र हामी उत्रिन्छौँ र उत्रिसकेपछि आमालाई सोध्छौँ उनको घर कुन हो र आमाले बताउनुहुन्छ उनको घर हामीलाई र उनी अलग भएका रहेछन् यही घर रहेछ र हामी यतिखेर यो घरबाट हामीले उनको सासु आमाको घरमा हामी उहाँलाई परिवार पुनर्स्थापना गर्न अगाडि बढ्छौँ तपाईँको सेयर लाइक कमेन्टले आज उनले परिवार पाएकी छन् हो अल्छी नगरौँ कहिलेकाहीँ हामीले अपिल गरेका भिडियोमा सेयर गरिदिउँ उताबाट श्रीमान आउँदै गरेको दृश्य एकदमै करुणादायक छ खुसी छन् श्रीमान श्रीमती पाउँदा हामी खुसी छौँ तपाईँ चिन्ता गर्ने सेयर गरिदिनु हुने नै सबैजनालाई यो भिडियो मार्फत खुसी बताउँछौँ र उहाँले किन भागी म रोएँ भन्ने साङ्केतिक भाषामा बताउनु भयो आफ्नो श्रीमतीलाई यसरी अँगाला हालेर माया गर्नुभयो धेरै पछिको परिवार मिलन धेरै पछिको परिवार टुटेको यो सङ्गम बनाएको यो अर्थमा उनीहरू एकदम खुसी छन् उहाँको आमाको घर उहाँ अलग्गै बस्नु हुँदो रहेछ छोराहरू छुट्टिनु भएको रहेछ यही घरमा 4 जना छोरीहरू अपाङ्ग रहेछन् जो बोल्न नसक्ने अवस्थामा रहेछन् उहाँ पनि त्यस्तै हो त्यसैले आज जतिजना उहाँको घरमा पीडा पाउनु भएको छ उहाँहरू पनि बोल्न नसक्ने र हुँदो रहेछ तर पनि उहाँहरू एकदम सानोमा सँगै पढ्ने पछि गएर यस्तो बोल्न नसक्ने हुनुभएको कुरा उहाँले बताउनुहुन्छ हामीले पनि उहाँलाई काउन्सिलिङ गऱ्यौँ अब नभाग्नु यताउता नजानु आफ्नो श्रीमानले माया गर्छ दुःख पाइन्छ बाहिर नघुम्नु टाढा पुगिन्छ कसैले मारिदिन्छ एकदमै माया प्रेम गर्नु सँगै बस्नु खानु मिलेर बस्नु भनेर यसरी साङ्केतिक भाषामा हामी काउन्सिलिङ गर्दै उनीहरूलाई काउन्सिलिङ गर्दैछौँ काउन्सिलिङ गर्दा उनको श्रीमान एकदमै खुसी र मक्क छन् हो हामीले बहुभाषा साङ्केतिक भाषा विभिन्न जान्नुपर्छ किनकि काउन्सिलिङ गर्न र पीडा पाएका व्यक्ति विभिन्न भाषामा परिचित छन् हामीले ती भाषा जान्नुपर्छ नमस्कार गर्नु भगवान्लाई धन्यवाद दिनु भनेर उहाँले भन्नुभयो र छोरी भगवान्लाई पूजा गर्नु उहाँले राम्रो गर्नुभयो भनेर हामीलाई भन्नुभएको छ एकदम राम्रो दिमाग छ तिम्रो दिमाग छैन भनेर भन्नुभएको यो साङ्केतिक भाषामा हामीले एकदमै देख्न सक्छौँ उनले आफ्नो श्रीमतीको हात हेर्छन् सुमसुमाउँछन् एकदमै माया गर्छन् म बाहिर गएको थिएँ समातेको थिएँ अहिले यहाँ आएँ तिमीलाई देखेँ हैन मेरो हात टुट्यो र अहिले म दुःख पाएको छु भन्ने कुरा उहाँले साङ्केतिक भाषामा भन्नुभएको छ यो कुरा उनको आमाले पनि हामीलाई बताउनु भयो र यतिखेर हामी परिवार मिलनमा छौँ आइज घरमा बस्न भन्दा भन्दै कुदेर कहाँ गएको थिएँ भन्न चुप्पु लागेर बस्नु भने कहाँ गएको थिएँ कुरा हामीले त आज नलागेर तपाईँको जुन दिन त्यो कम्पाउन्डभित्र पसी भनेर हामीले खबर पाइयो त्यो दिनदेखि तपाईँलाई धन्यवाद हामीले यहाँ आएर मात्रै धन्यवाद होइन तपाईँहरूको घरमैदेखि धन्यवाद लाग्यो भन्नुभयो बहिनीले सधैँ मजाको बहिनी हुनुहुन्छ नराम्रो भयो कैनालीदेखि मेरो घरमा उपस्थिति हुनुहुन्थेन होला उहाँ परमेश्वरको योजनाले तपाईँले मेरो घर जीवनमा पनि नदेखेको ठाउँमा अब मनमा सोध्दै आउनुभयो मेरो घरमा टक्रेर आइपुग्नु कोटीभन्दा कोटी धन्यवाद जस्तै हो हामी कुनै धनी मनी होइन मनको धनी हो मनकै धनी तपाईँ मेरो घरमा 4 जना छन् अपाङ्ग यो छोरी आँखा देख्थिन हिजो बेलुका एउटा बहिनी छ तिमीले हो मसँग कुरा गरेको परमेश्वरले तिम्रो आँखा खोल्दिन् चङ्गाई होस् तिम्रो मनको आँखा खोले पनि भयो बुद्धिको आँखा खोले पनि भयो हैन हामी बुद्धि विवेक मनको आँखामा कमजोर छौँ एकदम
एकदमै खुसी छु यसमा हराएको मान्छे भेटायौँ हामीले केही समयदेखि प्रार्थना गरेको थियौँ कहाँ थियो के थियो होइन परमेश्वरसँग हामीले प्रभुले चाहिँ यसरी तपाईँहरूद्वारा चाहिँ ल्याइदिनु भयो एकदमै धेरै धेरै धन्यवाद म प्रभुलाई यही धन्यवाद दिन्छु र हजुरहरूलाई पनि धन्यवाद दिन्छु यो नानीलाई हाम्रो घरमा हाम्रो परिवारमा ल्याउनु भयो एकदमै यो नानीबाट चाहिँ हामीलाई ब्लेस भएको प्रभु धन्यवाद यो नानीबाट हामीले ब्लेस पाएका छौँ धन्यवाद प्रभु यीशुको नाममा माग हाम्रो कटहर खानुहुन्थ्यो कटहर लान सक्नु भाइ बहिनी हामी यो मेरो बुहारी यहाँ आइपुगे पनि हामी एक बार हामी एउटै परिवार जस्तो भने हामी कोही दिन कोही बारमा हामी बोल्न सक्नु कस्तो लाग्यो करायो अरे त्यही त हो रिस उठेपछि मान्छे भएको छ त्यही भएर गाली नगर्नु माया गऱ्यो भने कपडा धोइदिन्छ खाना पकाएर खाना दिन्छ काम गर्छ नि त अनि छोरीले आमा पाउँछ होइन खानासाना बनाउँछ घर सरसफाइ गर्छ नकराउनु धेरै करायो भने उनीहरू कति खुसी भयो आमा तपाईँ उनीहरू खुसी अब तर मेरो छोराले लिने मेरो छोरा खुसी भयो त्यही खुसी भयो हामी योचोटि फोन गर्नुभयो नि हामीलाई यहाँनिर यस्तो लक्ष्मी यस्तो ठाउँमा आइपुगेको छ तपाईँहरूको मान्छे भन्ने त्यो मेरो भान्जी हो लिएर ल्याउनु तर हामीबाट मतलब छैन मरो बाटो खोकी छैन भन्ने त्यसको माइतीले अनि त्यहाँदेखि हिजो अस्ति म अब आइपुग्यो अब त्यसलाई झिकाएर भन्नु छ अब झिकाउँछु कि अब भन्नु छ मलाई त माया थियो नि त मेरो बुहारी हो होइन बच्चादेखि बिहे गरेर ल्याइयो बच्चादेखि अहिले 6-7 बेला 10 वर्ष मेरो घरमा बुहारी भएको 10-11 वर्ष हो अनि यतिखेरसम्म बुहारी बारे यो हराउँदाखेरि त माया छ कि छैन नि हाम्रै कुरो हामीलाई नै थाहा छ नि नमस्कार यतिखेर हामी यो ठाउँमा छौँ यो ठाउँ कहाँ हो भनेर तपाईँहरूलाई बताउँदैछौँ हामी सुखद परिवार मिलनमा छौँ आज 2083 साल 3 महिना 27 गतेका दिन इलाम जिल्लाको चुलाचुल्ली गाउँपालिका वार्ड नम्बर 5 मा लक्ष्मीमालाई हामीले केही महिना अगाडि हामीले उद्धार गरेर सारा घरमा राखेका थियौँ र आज उहाँको सासुआमा लक्ष्मी र उनको जीवनसाथी श्यामलाई हामीले जिम्मा गर्दै यो कागज एउटा सामान्य भरपाई बनाएका छौँ विगत लामो समयदेखि उहाँ चाहिँ यहाँबाट निस्किनु भएको रहेछ आज उहाँहरूको परिवारमा पुनर्स्थापना हुँदा सबैभन्दा एकदमै खुसीको क्षण भनेको श्रीमान श्रीमती एकदमै खुसी भएको क्षण देखियो हामी उताबाट आउँदै गर्दा श्रीमान यताबाट हिस्सा हाँसेर हात टुटेको रहेछ र हिस्सा हाँसेर नजिक जानुभयो सँगै हला हालेर आउनुभयो यहाँ गफ गर्दा पनि सँगै एकदमै उहाँहरूको टचल भयो एकदमै टचिङ कुरा उहाँहरूको सिनमा पनि देख्न सक्नुहुन्छ तपाईँ उहाँ चाहिँ एकदमै खुसी हुनुभयो हामी हरेक घरमा यसरी खुसी भेट्टाउन सकौँ खुसी हराएको घरमा खुसी हामी निकाल्न सकौँ आज जे जति मानिसहरू छन् घरबारविहीन भई विभिन्न कारणले सडकमा पुगेका छन् आश्रममा पुगेका छन् ती व्यक्तिहरूलाई हामी यसै गरी सहज रूपमा यसरी परिवारमा पुनर्स्थापना गर्ने समय हामीलाई प्राप्ति होस् र हामी धेरै टाढाबाट सुदूरपश्चिमको माया ल्याएर चुल्लाचुल्ली गाउँपालिकामा हामी ढोक्दिन आउँदैछौँ सुदूरको माया हामी चुल्लाचुल्लीलाई दिँदै हामी चुल्लाचुल्लीको माया सुदूरमा लिँदैछौँ र आज हामी एउटै देशमा छौँ तर हामीले हाम्रो देशको परिस्थिति वस्तुस्थिति हाम्रो विभिन्न कुराहरू हामीले जानेका छैनौँ र आज यी कुराहरू चाहिँ हामी एक आपरमा सहकार्य गर्न पनि हामी अगाडि बढ्छौँ र विशेष गरी ललित लोकबहादुर विष्ट ललित भाइले पनि सहयोग गर्नुभयो उहाँ आइदिनु भयो सुरज भाइले आज 38 घन्टासम्म गाडी चलाएर हामी यहाँ पुगेका छौँ लक्ष्मीले पनि समय निकालिन् छोरी क्युरी पनि साथमा छौँ हामी यो घरमा उहाँलाई परिवार मिलन भरेका छौँ ल यस्तै उहाँहरूको यो जीवनमा सधैँ सधैँ एभ्री टाइम राम्रो होस् होइन नभाग्नु घरमा बस्नु सानो छोरी छ माया गर्नु सासूको भनेको मान्नु हो राम्रो गर्नु हो मबाट केही गल्ती भएछ भने माफ गर्नु म केही गल्ती भयो म केही गल्ती गरेछु यहाँ बस्दा केही गल्ती गरेछु खायो सुत्यो राम्रो गऱ्यो होइन ल धन्यवाद आमा लक्ष्मी ल बाई